सो हाई गाइज अनि फेरि पनि वेलकम ब्याक टु आवर न्यू भ्लग। अनि अहिले चाहिँ हामी गाउँ आएका छौँ, हिजो आएका हो। अनि त्यसपछि आज चाहिँ हाम्रो अब खेत रोप्नको लागि त्यहाँ मेडी लगाउने कार्यक्रम रहेको छ। अनि पापाहरू त्यता गइसक्नु भएको छ बिहानै। अनि अब चाहिँ म भर्खर उठेर त्यहाँ जाँदैछु, हजुरलाई देखाउँछु कस्तो छ भनेर। अनि यहाँ हजुरले देख्न सक्नुहुन्छ भ्यूहरू यहाँ रहेको छ। एकदम सुन्दर रहेको छ भ्यू। अब चाहिँ म जान्छु त्यहाँ अनि देखाउँछु हजुरलाई के छ भनेर। अनि त्यहाँ भाइलाई हेर्नु न, भाइले मम्मीलाई बोलिरहेको छ नि यहाँ अर्पिता दिदी। के भयो मम्मी? अब म चाहिँ जाँदैछु गाइस, हेर्नु होला कस्तो लाग्छ भन्नु होला, प्रतिक्रिया दिनु होला, कमेन्ट गर्नु होला, सब्सक्राइब गर्नु होला हाम्रो पोटल फ्यामिली भ्लग्सलाई युट्युबमा। अनि अब चाहिँ म जाँदैछु। अनि आमाले यहाँ चाहिँ कुचो लगाउँदै हुनुहुन्छ। यहाँ आमा म गएँ त्यहाँ त्यहाँ खेतमा जानलाई हामीलाई फेरि यो पार गर्नुपर्छ। हजुरले देख्न सक्नुहुन्छ यहाँ अलिक गाडी छ, तर हामीले गर्न सक्छौँ यो पार। एकदम घाम लाग्छ यहाँ, फेरि एकदम घाम लाग्छ, हजुरले देख्न सक्नुहुन्छ यहाँ। अनि उता घाम उहाँ हुनुहुन्छ पापाहरू देख्न सक्नुहुन्छ, बाबा यहाँ हुनुहुन्छ। अनि यहाँ चाहिँ पाइप लगाएको छ पानी पुगाउनलाई। अब चाहिँ म जाँदैछु त्यहाँ गाइस। म चाहिँ यहाँ आइसकेको छु खेतमा, हजुरले देख्न सक्नुहुन्छ। अनि अब पापा डेडी अनि बाबाले त्यहाँ काम गर्दै हुनुहुन्छ, हजुरले देखाउँछु मैले। देख्न सक्नुहुन्छ त्यहाँ पापा उता, हजुरले बाबा डेडी पापा उता। पापा हरियो लगाएको, डेडी निलो लगाएको, बाबा सेतो, अनि म चाहिँ यहाँ निलो। अब चाहिँ म जान्छु त्यहाँ। अब यहाँ खेतबाट जानुपर्ने हुन्छ, यस्तो हिलो छ यहाँ। अब गाइस मैले चाहिँ खुट्टा हालिसकेको छु, हजुरले देख्न सक्नुहुन्छ है। अनि अब यहाँ लास्ट हिलो छ, कति हिलो हो क्या, खुट्टा पनि पुरै भइसक्यो दलदल। कति हिलो हो के बाबा पनि? बाबा कति हिलो हो के? अन्त पानी उ गर्ने होइन? ए गाइस म चाहिँ अब यहाँ आइसकेको छु। यहाँ पापाहरूले मेडी लगाउँदै हुनुहुन्छ, उता डेडी हुनुहुन्छ हो, पापा उता हुनुहुन्छ। घाम लाग्यो चर्को घाम लाग्यो। अनि यहाँ खेतहरू सबै यहाँ भइसक्यो, बिउ रोप्नको लागि तयारी भइसकेको छ। अब यहाँ 1-2 दिनमा रोपाइ पनि हुन्छ। अनि यहाँ भएको सबै खेतहरू हाम्रै हो, यता यो अनि यो खनिराख्नु भएको छ यो, अनि उताको सबै उता हाम्रो घर पनि देखिरहेको छ। अनि म चाहिँ यहाँ छु। अनि त्यसपछि अब मेरो हातमा नि कोदालो आइसकेको छ। यहाँ मेडी कसरी लगाइन्छ यहाँ? अब यहाँ खेत रोप्दाखेरि चाहिँ पानी नजाओस् भनेर। अनि यहाँ हजुरले देख्न सक्नुहुन्छ यहाँ मेडी चाहिँ अब यो हिलोको थुप्रो हुन्छ। अनि यो हिलोको थुप्रोलाई यहीँमाथि कलेक्ट गरेर अब यो सुक्छ। अनि सुकेपछि चाहिँ यो पानी जान मिल्दैन यहाँबाट, यसले चाहिँ मेडी भनिन्छ। पानी रोक्छ यसले चाहिँ। अनि खेत भयो है, अहिले त पानी छ यहाँ। ट्र्याक्टरले जोत्छ अनि त्यसपछि बिउ रोपिन्छ। बाबु पनि आइसक्यो, बाबुले सानो कोदालो लिएर आयो। अनि यो पाइप भयो, यो पाइप चाहिँ पानी पुर्याउनलाई, खेतहरूमा पानी पुर्याउनलाई अब पानी उ गर्छ नि त, खेतमा चाहिन्छ पानी। अनि त्यही भएर बाबु कोदालो लिएर आयो। खन्नी हो तिमीले नि? ए अब चाहिँ म घरतिर जान्छु। अब एकछिनमा आउँछु। अब यहाँ खाजासाजा खाएर अनि त्यसपछि अब देखाउँछु अब म, ल है त गाइस। म चाहिँ घरतिर फर्किँदैछु, हजुरले देख्न सक्नुहुन्छ यहाँ। अब यही बाटो फर्किनुपर्छ, खुट्टा हेर्नु यहाँ हिलो पुरै, त्यही पनि केही छैन। अब यस्तै हो, रोप्ने बेला यस्तै हुन्छ, हजुरलाई नै हुन्छ होला त्यस्तै। अब कोही त अब पाहाड जानुपर्छ होला, यस्तो सम्भव हुन्न। यहीँ हामी त यहीँ नजिकै भएर सम्भव भएको छ। अब कोही सम्भव हुन्न, त्यो पनि ठिकै हो भनौँ न। अब चाहिँ म जाँदैछु यहाँ, म आइसकेँ। यहाँ मेरो चप्पल यहाँ राखेको छ। अब जान्छु म घरतर्फ। अब घर गएर नास्ता खानुपर्ने हुन्छ, पहिला त नुहाउनु पर्ने हुन्छ, त्यसपछि अब नास्ता खान्छु। अनि त्यसपछि फेरि हजुरले देखाउँछु, भ्लग कन्टिन्यू हुन्छ। म जाँदैछु घर।
गाउँ त एकदमै सुन्दर हो रे हाम्रो त बहुत नजिकै भयो गाउँ आधी के अरे आधी घन्टामा यहाँ आइपुगिन्छ सियारी लक्ष्मणगञ्ज हजुरको चाहिँ गाउँ कता कता हो कमेन्ट गर्नु होला अब चाहिँ आइसकेँ म घर पुग्ने बाटो त्यहाँ अगाडि एउटा पुल टाइपको छ त्यहाँ तरेर जानुपर्छ तरेर त भन्नाले त्यहाँबाट उता जानुपर्छ ल जामै त सो गाइस म चाहिँ नास्ता खाएर पनि सकिसकेको छु अनि त्यसपछि अनि अब चाहिँ फेरि सुरु गरेँ भ्लग मैले अनि आज चाहिँ बाबाको बर्थडे पनि रहेको रहेछ हामी ठ्याक्कै मिलेको गाउँ आउने पनि भएको अनि बाबाको बर्थडे पनि रहेछ अनि अब बाबालाई अघि टिका सिका लगाइदिउँ अनि बाबा चाहिँ बाहिर नास्ता खाँदै हुनुहुन्छ हेर्न सक्नुहुन्छ हजुरले बाबा ह्याप्पी बर्थडे ल बाबा नास्ता खाँदै गाइस म चाहिँ फेरि ब्याक भएको छु हाम्रो भ्लगमा अनि अब चाहिँ बाबाको बर्थडे सेलिब्रेसन हुन गइरहेको छ हजुर देख्न सक्नुहुन्छ पछाडि अब केही देखाउँछु ह्याप्पी बर्थडे बाबा अब चाहिँ केक कटिङ हुँदैछ अब यहाँ केक कटिङ हुँदैछ ल चाहिँ यहाँ हुँदैछ यो झिरझिरे बोल्दै बोलेको छैन अघि ट्राई गर्दै सन्ततिले तर बोलेन यो अनि यहाँ चाहिँ फुपू हुनुहुन्छ रोजन कृपेश मम्मू आमा बाबा अनि क्रिसल पापा आवास अर्पिता दिदी चाहिँ केक सेलिब्रेसन हुँदैछ बोल्दै बोल्दैन यो त किन हो कस्तो अर्कै माल परेछ क्या फ्रिजको माथि राख्नु हुँदैन फ्रिजको माथि राखेर पनि हुनसक्छ कि त्यस्तो बोल्दैन त्यहाँ जुगाड भइसकेको छ यहाँ अब बोल्छ कि हेरौँ बोलेन अब चाहिँ यहाँ पापाले ट्राई गर्दै हुनुहुन्छ यहाँ अघि भएन यो सायद ऊ भएछ होला क्या सायद यो हो ल बाबा जोड्नु हो टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु मे डे टु यु ह्याप्पी अब चाहिँ यहाँ भइसकेको छ अब यहाँ क्यान्डल बालेर अब चाहिँ केक कटिङ हुन्छ त्यहाँ केक कटिङ हुँदैछ हजुर देख्न सक्नुहुन्छ अब यहाँ केक कटिङ भइसकेको छ भाइले खुवाउँदैछ अब मेरो पालि आउँछ ल अब के कम भएछ ल भाइ ह्याप्पी बर्थडे वेलकम ल मैले पनि केक खुलाइदिएँ बाबालाई सबैजना हुन्छ यता हेर्न सक्नुहुन्छ हजुरले ऊ सञ्चारीले नि अब दिनुहुन्छ बाबालाई केक नहीं no se la puedo छोड़ दे no te la Romy अगले वालो सेम टु यु भन्नुहुन्छ बाबा सेम टु यु kita saya tahu kan saya एकछिन
भेट्टा भएन खुवाइदेऊ बाबु खुवाइदेऊ बुवालाई हामीले चाहिँ खुवाइसक्यौँ अब यहाँ अर्पिता दिदीले बुवालाई खुवाउँदै हुनुहुन्छ बाबाको प्यारी नातिनी अब चाहिँ यहाँ केक सर्भ हुँदैछ सबैलाई ल अब खान्छौँ हामीले केक त्यसपछि फेरि भिडियो गर्छौँ मस्काका पनि आउनुभयो मस्काका बाबालाई केक खिलाइदिन पर्दैन आज पासँग त भेटै भन्यो नि त बाला के खाउँदो रहेछ माथि बादल चाहिँ ऊ भइरहेछ पानी पर्ला जस्तो भइरहेछ माथि अहिले चाहिँ भएन तर आज मेडी पनि लगाइयो चाहिँ केक कटिङ पनि सकिसकेको छ र यहाँ हामी अब केक खान लागिरहेका छौँ यहाँ सञ्जालीले सर्भ गर्दै हुनुहुन्छ सबैलाई कटोरामा अनि यहाँ सबैजना हुनुहुन्छ हुन्छ हजुरले अब चाहिँ हामी केक खान्छौँ अनि त्यसपछि भ्लगको इन गर्छौँ त्यति गर्छौँ भाइ